चाहिँ म तपाईँहरूलाई यो मान्छेहरूले थाहा नपाएको कुरा र मान्छेहरूलाई चाहिँ नि यो यसको अर्थ नभएको चाहिँ एउटा सानो कुरा बताउँछु है त। यो पुल, यो हाम्रो गाउँघरतिर खोला खोल्सा र साना कुना काप्चातिर यस्ता प्रकृतिका पुलहरू हालिन्छ नि। यो पुल किन हालिन्छ र के आधारमा र यसको चाहिँ हाल्नुको मुख्य कारण के हुन्छ भनेर म भन्छु है त। यो पुल दुई तरिकाले हालिन्छ। एउटा खोलो ठुलो भयो, मान्छेलाई वारपार गर्न गाह्रो भयो भने त्यो त्यसरी नै हालिन्छ। अनि अर्को भनेको चाहिँ गाउँघरतिर चाहिँ अब कोही मान्छेहरू मरेर उनीहरू अब पितृ भइसकेपछि उनीहरूको 1 वर्षको पुण्यतिथि सकेपछि, 1 वर्षको जुठो बारेर सकेपछि उसको नाममा कतै पुल बनाइन्छ र कतै चौतारा बनाइन्छ, कतै रुखहरू रोपिन्छ, कतै प्रतीक्षालय बनाइन्छ। हो यस्तै हो, हाम्रोमा चाहिँ पुरानो पुरानो परम्परा भनेको सबैजना गाउँले दाजुभाइ मिलेर मेलो पर्व जस्तै हुन्थ्यो। यहाँ यस्तै गरी यो पुल हालिन्थ्यो। यो पुल पनि यहाँ हाम्रो गाउँको एकजना पुर्खा बित्नु भएको थियो, त्यसपछि उहाँको सम्झनामा हालिएको पुल हो। अझै पनि यो पुल रहेछ। यो ढुङ्गा लामो सिङ्गो ढुङ्गा हो। यो ढुङ्गा कुँदेर काटेर यसरी बनाइएको हो। लगभग यहाँनिर भनेको 4 पाइलो लगाएर हिँड्नुपर्ने छ। यो लामै हो 4 पाइलो लगाउनु भनेको चाहिँ। तपाईँहरूकोतिर अहिले यस्तो प्रकृतिका साना साना पुलहरू देखिन्छ कि देखिँदैन? खोल्सो चाहिँ छ, तर खोल्सोमा पानी छैन। तैपनि अब यो बर्खा लागेपछि यहाँ खोल्सो पलाउँछ के अरे, अहिले अब खोल्सो सुकाउँछ, पानी आउँदैन। त्यसैले यो हाम्रो पितृहरूको सम्झनामा राखिएको हो र यो राखिएको फाइदा नै छ। यो पुल भएपछि यो कसको पुल भनेर सोध्ने चलन हुन्छ। कसको नाममा बनाएको पुल भनेर सोधिन्छ। यसै गरी नै थाहा हुन्छ। तपाईँको गाउँतिर यस्तो प्रकृतिका पुलहरू बनाइछ कि बनाइँदैन यस्तो है त?